दर्शकबिन स्वागत छ यस हाम्रो युट्युब च्यानल बेलोरी घरमा। आज हामी नेपाल टाइम्स अनलाइन खबरले तयार पारेको राजावादीको आन्दोलन हेर्नेछौँ भने अन्तिमसम्म हेरेर साथ समर्थन दिनुहोला। हो भने राजावादी ल्याउनुपर्छ, नेपालमा राजतन्त्र चाहिन्छ। राज संस्था र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरूले आज काठमाडौँको सिफल चौरमा प्रदर्शन गर्दैछन्। राजावादीहरूको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज दिउँसो 2 बजे सिफल चौरबाट प्रदर्शन सुरु हुने जानकारी दिएका छन्। उनीहरूले जेठ 19 गते सोमबार विरोध प्रदर्शन गरेका थिएनन्। जेठ 19 गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरूले आज भने प्रदर्शन गर्ने जनाएका छन्। उनीहरूले सोमबार बेलुका दिवंगत राज परिवारका सदस्यहरूको स्मृतिमा कमलादेशस्थित गणेश मन्दिर परिसरमा दीप प्रज्वलन गरेका थिए। तर दिवंगत राज परिवारको दीप प्रज्वलन कार्यक्रममा ठूलो भीड़ जम्मा भएपछि कमलादेको सुरक्षा व्यवस्था संवेदनशील बनेको थियो। भीड़ व्यवस्थापनका लागि प्रहरीको उपस्थिति समेत देखिएको थिएन। नजिकै प्रज्ञा भवनमा माओवादी निकट वाइसिएलको भेला चलिरहेको हुँदा प्रहरी त्यहाँ तैनाथ गरिएको थियो। पूर्व युवरागी हिमानी र पूर्व नवयुवराज हृदयेन्द्र दीप प्रज्वलनका लागि आउँदा प्रहरीले कुनै पनि सुरक्षा दिएन। भीड़ छिचोलेर उनीहरूलाई मन्दिरमा प्रवेश गराउन स्वयंसेवकलाई हम्मे परेको थियो। यता प्रज्ञा भवनबाट वाइसिएलका कार्यकर्ताहरू पनि बाहिर निस्किएपछि उनीहरू र राजावादी बीच झडपको सम्भावना बढेको थियो। वाइसिएलका कार्यकर्ताले राजपरिवार विरुद्ध नाराबाजी गरेपछि राजावादीहरू पनि आक्रोशित भएका थिए। त्यसपछि भने प्रहरीले हस्तक्षेप गरेको थियो। वाइसिएलका नेता दीप शिखाले वाइसिएलको कार्यक्रम स्थलमा राजावादी गएको भन्दै आक्रोश व्यक्त गरेका थिए। दीप प्रज्वलनको कार्यक्रम गणेश मन्दिरमा थियो। वाइसिएलको कार्यक्रम भने प्रज्ञा भवनमा बन्द हलभित्र थियो। राजावादीहरू मन्दिरभित्र र बाहिर दीप जलाउँदै थिए। तर वाइसिएलले राजावादीहरू आफै प्रज्ञा भवनमा प्रवेश गरेको आरोप लगाएको छ। वाइसिएलका युवाहरू प्रज्ञा भवनबाट निस्केर राजावादी विरुद्ध नाराबाजी गर्दै हस्तक्षेपमा उत्रेका थिए। यसअघि जेठ 18 गते माओवादी अध्यक्ष प्रचण्डले राजावादीहरूलाई ईटको जवाफ पत्थरले दिने निर्देशित गरेका थिए। राजावादीहरूले गणतन्त्र घोषणा भएको दिन जेठ 15 गतेदेखि प्रदर्शन गर्दै आएका छन्। यो आन्दोलन राज संस्था र हिन्दू राज्य पुनर्स्थापना नभएसम्म जारी रहने उनीहरूले बताएका छन्। नेपालमा जेठ 15 देखि जारी रहेको राजावादीहरूको प्रदर्शनलाई भारतीय सञ्चार माध्यमहरूले पनि प्राथमिकता दिएका थिए। राजावादीहरूको प्रदर्शनलाई लक्षित गर्दै सरकारले तोकेको निषेधित क्षेत्र र आइतबारको प्रदर्शनका खबरहरू भारतीय सञ्चार माध्यमहरूले प्रकाशन प्रसारण गरेका छन्। प्रदर्शनका क्रममा पक्राउ परेका कमल थापाको खबरलाई पनि प्राथमिकता दिएको थियो। भारतीय प्रमुख सञ्चार माध्यमहरूले नेपालमा फेरि राज संस्था फर्किएला, हिन्दू राष्ट्र कायम रहला भन्ने विषयमा विज्ञहरू सहितको बहसका कार्यक्रमहरू समेत सञ्चालन गरेका छन्। 2 दिन अघि मात्रै भारतको राजधानी दिल्लीमा नेपाल हिन्दू राष्ट्र पुनर्स्थापना मञ्चले नेपालमा हिन्दू राष्ट्र सहित राज संस्था स्थापनाका लागि भारतका राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन पत्र पठाइएको जानकारी दिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूलाई पठाइएको ज्ञापन पत्रमा नेपाललाई पुनः हिन्दू राष्ट्र घोषित गर्नका लागि नैतिक, कूटनीतिक र रणनीतिक समर्थन गरिदिन माग गरिएको छ। संस्थाका राष्ट्रिय संस्थापक अध्यक्ष डाक्टर इन्जिनियर विष्णुप्रसाद बरालले नेपालमा राज संस्था सहितको पुनः हिन्दू राष्ट्र फर्काउनका लागि आफूहरूले भारतबाट अन्तर्राष्ट्रिय दबाव बनाउन सुरु गरेको र सोही क्रममा भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिएको बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जसलाई प्राय कट्टर हिन्दूवादी नेताका रूपमा चित्रण गरिन्छ, यस्तो अवस्थामा के साँच्चै नेपालमा हिन्दू राष्ट्र र राज संस्था पुनर्स्थापनाका लागि उनले भूमिका खेल्लान् त भन्ने प्रश्न काठमाडौँमा हिन्दू राष्ट्र र राज संस्थाको पक्षमा भइरहेका प्रदर्शनहरू र हालै नेपाल हिन्दू राष्ट्र पुनर्स्थापना मञ्चले दिल्लीमा ज्ञापन पत्र बुझाएको घटनाले थप पेचिलो बनेको छ।